तो हेलो गाइस, आज हामी बन्दीपुर साथीहरूसँग बन्दीपुरको भ्यूज या यता माथि जाँदैछौँ हामी चाहिँ। माथिको भ्यू डाँडा चढ्नै बाँकी छ। थोरै हानु पनि भनेको थोरै हानु पनि भनेको चाहियो बाटो खोइ त बोतल बोतल खै बस्ने त छैन के पाक्दैछ आज हाम्रो के छ के छ आज हाम्रो स्पेसल के छ भन्नु त ल। आज हामी बन्दीपुरको लोकल होइन उइट पर्यो। सरी गाइस, उइट चाहिँ म खाँदिनँ है, दाइहरू छ खानुहुन्छ भने। सो आज चाहिँ हामी बन्दीपुर छौँ। हेलो दाइ, कस्तो छ आज घुम्न कस्तो छ? ठाउँ कस्तो लाग्यो तपाईँलाई? एकदम बवाल है। हजुर पनि एकचोटि भिजिट गर्नु होला। सोल्टे कस्तो छ ठाउँ? नमस्कार। कस्तो छ ठाउँ? ठाउँ कस्तो छ? सम्म अहिले त सुकिसक्यो। अरू आउने मान्छेले के भन्नुहुन्छ तपाईँ? अब आउने मान्छेलाई त्यहाँ चाहिँ जानुहोस्, यता चाहिँ नआउनुहोस् है। गाह्रै भयो हामीलाई, किनभने आज हामी ठाउँ प्याक रहेछ कि सबै ठाउँमा। के गर्नु त हामी खाजा खानु? अब हामी मात्रै आएको भयो नि हुन्थ्यो। हाम्रै बसको 500वटा बसबाट आएको मान्छे, होटलहरू पनि सब प्याक रहेछ। आज शनिबार, त्यही पनि यस्तो भयो क्या, सबै ठाउँको मान्छेहरू आउनु भएको रहेछ। त्यही भएर अनि आज चाहिँ हामी एउटा दाइसँग भेटेछौँ। त्यस्तो यता हेर न, यता हेर न, सबैजना फन घुम्दै हुनुहुन्छ। बन्दीपुरको निकै आफ्नो साथीहरूले चिन्न गाह्रो भइरहेको छ। भेट्न गाह्रो। केटीहरूको त के कुरा गर्नु हौ झन्। के भिडियो भिड हो भनेको? कता कता हेर्नु सबै राम्रो राम्रो देख्छु। कहाँ हेर्नु हौ आज त? यता हेर्नु यति राम्रो, उता हेर्नु उतै राम्रो। यता हेर न, कता हेर्नु? यता हेर्नु नसक्नु छ आज त। जता हेऱ्यो त्यतै हरियो। कहाँ हेर्ने होला? आँखै थाकिसक्यो मेरो त। आज शनिबार भएको कारणले पनि भिड रहेछ बन्दीपुर होइन। त्यही माथि महोत्सव पनि चलाएर चाहिँ सबैजना आउनु होला, एकचोटि भिजिट गर्नु होला। बन्दीपुर महोत्सव चाहिँ चलिरहेको रहेछ गाइस, सबैजना आउनु होला, भिजिट गर्नु होला। राम्रो छ ठाउँहरू पनि, खानेकुराहरू पनि दामी दामी छ। बेसी बवाल घुम्नको लागि चाहिँ दामी छ। यता हेर न, यता हेर न, छुट्टै पारा आयो। यता हेर न, दुनियाँ सिमेडी मन्दिरहरू चाहिँ थाहा भएन। ल यता आऊ, ल तिमीहरूको पनि सोच देखाइदिउँ भनेको। देखाउनु है। तिम्रो नाम के रे? हेलो भन त, हेलो भन, हेलो भन। होइन क्या च्यानल नि छ, सब्सक्राइबर छैन, लगाएर हामी चाहिँ आज बन्दीपुरतिर हो कि राम्रो के।
पारी बनको मखेरीमा सानो फुलीले बासेको मलाई हजुरले हो कि सानो मानि राखेको मखमली पछौरीले सानो गङ्गारै छोकेको लाग्दछ